र हाम्रो चाहिँ ब्यागहरू चाहिँ थुतिर आएको छ ल गाडीबाट। हामी चाहिँ आइपुग्यो ठाउँमा। बस चाहिँ यहाँ हामी चाहिँ पारिको टापुमा जानु लागिरहेको छ। मौसम चाहिँ अलिक खराब भएको कारणले गर्दा अलिक नराम्रो देखिरहेको छ। ल दाइ टापुमा आइपुग्यो के होइन, कस्तो भइरहेछ ल टापु? ल एकदम रमाइलो त्यसरी हो नि त दाइ। ल एकदम टापुमा आइसक्यो ल दाइ चट्ट। अब हामी त्यो समुद्रको बिचमा देखेको टापुमा जाँदैछौँ। टापु चाहिँ अहिले देखिएको छैन, मौसम क्लियर छैन, बादल गरिरहेको छ, पानी परिरहेको थियो अघिसम्म। सो कारणले गर्दाखेरि हामी अलिकति गाह्रो भइरहेको छ है त्यो। ल है गाइजहरू, हामी चाहिँ अब समुद्रमा आइपुगेको छौँ। हामी चाहिँ आइसल्यान्ड टापुमा जाँदैछौँ है। साथीहरूलाई सम्पूर्ण साथीहरूलाई चाहिँ मात्रै ल है, हाम्रो साथीहरू ग्रुपहरू पछाडि आइरहनु भएको छ। पानी जहाज अहिले देखिहाल्छ। पानी जहाज त यहाँ पहिला यहाँ राम्रो राम्रो मान्छेहरूलाई देख्नु पऱ्यो नि। ल ल है गाइज, ल सबैजना, ल समुदाय हेलो हेलो हेलो। योभन्दा राम्रो नेपालमै छ। हामी चाहिँ फोहोर व्यवस्थापन गरिरहेको छौँ। हामी अघि गाडीमा नास्ता खाएको फोहोरहरू यसरी चाहिँ हामीले जहाँ जथाभावी फाल्न मिल्दैन। सो चाहिँ कलेक्सन गरिरहेको छौँ। त हामी चाहिँ 2 लट गरेर हामी जाँदैछौँ है, 2 लट। यो त स्टिमर रहेछ, पानी जहाज होला भनेको त स्टिमर। स्टिमर भयो नि, जे भयो नि त्यहाँ हामीलाई पुरायो भइहाल्छ। सबै साथीहरू एक एक गरेर झरिरहनु भएको छ। हामी चाहिँ 2 ग्रुप छ। मौसम अलिक क्लियर नभएको कारणले गर्दाखेरि त्यति राम्रो देखिरहेको छैन भिडियो। 짐을 다 줘. 야, 짐을 받아줘. 짐 좀 받아. 아니. हामी चाहिँ आज पिकनिकको लागि हामी समुद्री टापुमा जाँदैछौँ। हामी चाहिँ दोस्रोमा जानको लागि पर्खिरहेको। आनन्दलाई दाइ देखिनु होइन कि भिडियोमा बुढा आज कता हो एक ल समुद्रमा आएको रमाइलो छ। घुमघाम कार्यक्रम चलिरहेको छ। 김지현님 빨리 와요. 여기 타야 돼. 잠시만요. 다현님은 저기 하러 갔다. 지현님. 저 지금 타요. 지현이 타요. ल सट्ट अब यहाँ नजिकबाट हान्नु पऱ्यो नि सबै घरलाई झप्प लाएर भिडियो भने। 자, 타셨으면 전화합니다. 아니 어디 아니 저 동영상 촬영 많이 해줘요? 여기 남은 사람들 우리 사람도 또 찍어줘. 안녕.
इत्ताको फोप्सी त ल है या 네가 개구리를 표현해야 돼. 어떻게 표현해? 어떻게? 야, 만약에 하트를 표현해라고 하면은 5명이 하트를 표현하는데 이렇게 하는 사람도 있고 이렇게 하는 사람도 있고 근데 이제 그걸 똑같이 만드는 뭐 이런 게임도 있지. 근데 뭐든지 할 때 너무 열정적으로 하면 다친다. 너무 일동적으로 하면 다쳐. 그치? आइसल्यान्डको साप्सी के अरे दाइ यो ठाउँ नाम साप्सिदो ठाउँ जाँदैछौँ कस्तो महसुस भइरहेछ त मौसमले अलि साथी दिइरहेको छैन अलिकति मौसमले मात्र ल यहाँ भाइ यहाँ एकदम दामी कस्तो भइरहेछ आज यस्तो टुर जानु लागेको छौँ हामी एकदम समुद्र किनारमा यो चाहिँ हाम्रो पहिलो भइरहेछ अब एकछिनमा हामी पाइन्छ भण्डारी सरलाई कस्तो अनुभव भइरहेछ एकदम मजा आइरहेछ दाइलाई के भइरहेछ आज पहिलो पटकको भ्रमण कार्यक्रम सबैलाई मलाई मात्रै होइन सबैलाई एकदम आत्मैदेखि रमाइलो लागिरहेछ हामी कतिजना ग्रुपमा आइरहेको छौँ केही जानकारी गराइदिनु हामी 40 जना होइन झन्डै 57 जनाको 57 जना छौँ हाम्रो एक लट ग्रुप चाहिँ जहाजमा चढेर गइसकेको छ होइन पारी पुगिसकेको छ हामी चाहिँ दोस्रो लटको पर्खाइमा छौँ ओके गुड हामी चाहिँ साथीभाइ सबै फोटो खिच्नलाई एकदम व्यस्त हुनुहुन्छ उहाँ नाचिरहनु भएको छ हामी चाहिँ हाम्रो ग्याङ छ यता चट्ट 4 भाइको मौसमले च्यालेन्ज गर्यो यार आज जस्तै यहाँ कोरियामा पनि धामी जागिर बस्दो रहेछ ल ये 팀장님. ल तालिम ट्रेनिङ राम्रोसँग गर्नु है ट्रेनिङ बिर्सिनु हुँदैन अहिले पछि गएर ट्याक्क गर्नुपर्छ एकदम दुगुडे ल गाडी छुट्यो हेर पक्नु लाइनसँग खिच्छु कि म फोटो ल सुन्दै ल सुनिलबाट सुरु गरे हाम्रो तामाङ छ सबको फोटो ल आइस ल हेलो हाम्रो उता गिरी है त अमित दाई हाम्रो भट्टराई सबलाई राम छविराम दाई लुङ्गा दाई सबले हाई गर्दै जान्छ सबैजनाले ल सबले हाई गर्दै जाने ल बिस्तारै आज दाई ल कमल यता हेर त बहादुर भाइ 아주 역시 여기 아주 괜찮아. 여기다 올라가 그러면은. खनाल दा यता हेर्नु त ल सबको एक गरेर गराइराख कि ल 뒤로 가요 뒤로. 뒤 자리 있어 거다. मेघराज भाइ हाई गर 제발 말 좀 들어라. शर्मा दाइ ल बबाल रमाइलो गर्नुपर्छ साथीहरू ल मजाले ल ल हे मकैबारी
लाग्यो आइसल्यान्डतिर लाग्यो ल लाग्यो सारा लाग्यो छ्याक मकैबारी दरम लगभग करिब आधी घन्टाको यात्रापछि हामी चाहिँ यो सम्बन्धित ठाउँमा आइपुग्नु लाग्यौँ। अब हामी चाहिँ फेरि गाडीमा चढेर त्यहाँसम्म पुग्ने छौँ है त। हामीलाई चाहिँ मौसम राम्रो यस्तो त फेरि हामी नेपालदेखि नै पर्फेक्ट भएर आएको नि त। यो त फेरि रमाइलो पनि हुँदैन है। ल नेपालमा थियो ल है साथीहरू यसो मजाले चढेर बस्दाखेरि चाहिँ लास्ट फिलिङ राम्रो लगाइरहेको छ है त। हाम्रो एउटा गाडी चाहिँ अगाडि लागिसक्यो है त। फेरि कुदिसक्यो। अरू त एउटा गाडी पहिल्यै गइसकेको छ। हामी चाहिँ कोरियाको ट्रेक्टरमा चढायो है। ट्रेक्टरमा ड्रेस लाएर आएको छ भाइ माछा मार्न चाहिँ। माछा मार्ने सिमी खोज्ने कार्यक्रम चाहिँ ल